हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई ब्लग। धेरै समयपछि आज पनि फेरि ब्लग बनाउँदैछु। हेरेर साथ दिनु होला है त हजुर। आजको वेदर चाहिँ हल्का चिसो चिसो छ, पानी परेर। म चाहिँ नेपाली लुगा पसल जान लागेको। मेरो सिस्टरको इङ्गेजमेन्ट छ सिराकिसमा, म जाँदैछु नि त। अनि साडी किन्नु पर्यो भनेर जान आँटेको सिस्टर। हजुरहरू पनि हेरिदिनु होला। म चाहिँ जाँदैछु दोकान, पानी परेर हेर्नु न। कहिले पानी पर्न छोड्ने हो कोनी, अझ यस्तो छ। हेर्नु कति राम्रो राम्रो रहेछ लेहेङ्गाहरू। म हेर्नु नानीहरूको मैले हेर्नु बहिनीकोबाट किनेको के हो हारा यो टेम्पल ज्वेलरी। टेम्पल ज्वेलरी म त हात भनिरहेको रहेछ। लुगा पनि लान आँटेको यति धेरै। थ्याङ्क यू भन न। धन्यवाद। म दिदीको इङ्गेजमेन्टमा जाने हो नि त, त्यही भएर लुगा पनि किने, टेम्पल ज्वेलरी पनि किने हो। अनि आज चाहिँ यो थ्रेडिङ र फेसियल गर्न आएको यहाँनिर दिदीकोमा। राम्रो गर्नुहुन्छ थ्रेडिङहरू पनि, मलाई चाहिँ मनपर्छ, त्यही भएर म चाहिँ आएको। अब यो नङमा नेल्स पनि बनाउँछु दिदीको इङ्गेजमेन्टमा। राम्री भएर जानु परेन। अनि म चाहिँ नेल्स बनाएर पनि घर आइसकेँ। हेर्नु कस्तो छ, यस्तो कलरको गरेको क्या। ठिकै छ, राम्रै लाग्यो मलाई चाहिँ। दिदीको इङ्गेजमेन्टमा बहिनी पो यति धेरै तयारी छ कि ओ माइ गड, झन् बेमा चाहिँ कस्तो होला होइन। खुट्टाको त पनि कसो देखाउनु, खुट्टा पनि गरेको नि त, राम्रै भएछ। अब आज फ्राइडे भयो, भोलि स्याटरडे सन्डे मन्डे दाइ लिनु आउनुहुन्छ। अनि जान्छु म फेरि, त्यहाँ पनि भिडियो बनाउँछु, भ्लग बनाउँछु, हेरेर साथ दिनु होला। अनि तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। म पनि तपाईँहरूको च्यानल सब्सक्राइब गर्छु, सपोर्ट गर्छु। एकअर्कामा सपोर्ट गरेर अघि बढ्नुपर्छ है त। थ्याङ्क यू एभ्रिवान, बाई बाई, सी यू अर्को भिडियो।